कोहला सदर गाउँपालिका वडा नम्बर 3 बगुम लमजुङबाट यहाँहरू सबैलाई हार्दिक स्वागत तथा नमस्कार। आज म तपाईँलाई यहाँको वस्तुस्थिति र यहाँको वातावरणको बारेमा तपाईँलाई भिडियोमा देखाउन गइरहेको छु। म अहिले 3 नम्बर वडा कार्यालयको माथिल्लो छतबाट तपाईँलाई यहाँको अवस्था देखाउन गइरहेको छु। एकदम मनोरम वातावरण, थोरै जनघनत्व, एकदम सानो एरिया, खेतीपाती पनि देखियो तलतिर। माथि डाँडा र माथि डाँडामा देखेको चाहिँ त्यो मर्स्याङ्दी गाउँपालिका नायु भन्ने पर्छ। यो चाहिँ खोला सदर गाउँपालिका वडा नम्बर 3 रहेको छ। वडा कार्यालयको भवन चाहिँ यही नै हो। यो माथिल्लो तलामा छु म अहिले। र पारतिर देखेको हिमालहरू तपाईँको अन्नपूर्ण, त्यसपछि लमजुङ हिमाल हो भने अन्य हिमालहरू खासै यहाँबाट देख्न सकिन्न। र पारतिरको बस्ती चाहिँ सबै मर्स्याङ्दी गाउँपालिका पर्छ। तपाईँहरूलाई यस्तै अन्य भिडियोहरू लिएर आउनेछु, हेर्दै गर्नुहोला।